नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्न गइरहेका छौँ मोबाइललाई कसरी ह्याकरहरूबाट सेफ राख्ने, ह्याकिङ हुनबाट बचाउने र यदि हाम्रो मोबाइल बाइ मिस्टेक ह्याकिङ हुन गएमा, चाहे ब्याङ्क एकाउन्ट होस्, चाहे व्हाट्सएप होस्, फेसबुक होस्, यस्तै सोशल मिडिया प्लेटफर्म होस् र विभिन्न ह्याकरहरूका टेक्निकद्वारा यदि हाम्रो मोबाइल ह्याकिङ हुन गएको खण्डमा बचाउनको लागि युज हुने सफ्टवेयरको बारेमा म हजुरहरूलाई बताउने छु। एउटा बोनस टिपको रूपमा रहेको छ यो चाहिँ, र कसरी अब हामीले हाम्रो सेटिङलाई सेभ राख्न सक्छौँ र ताकि हाम्रो मोबाइल कुनै पनि हालतमा ह्याक नहोस्। यदि बाइ मिस्टेक हामीलाई ह्याकरहरूले अट्याक गरिरहेका छन् भने पनि हामीलाई डिटेक्ट गर्ने सिस्टम र सफ्टवेयरको बारेमा पनि भन्ने छु। त्यसको लागि तपाईहरूले सेटिङमा जानुहोला र सेटिङमा गइसकेपछि तपाईहरू सेक्युरिटीमा जानुहोला। अब सेक्युरिटीमा गइसकेपछि यदि तपाईको मोबाइलमा कुनै स्क्यामर एप्लिकेसनहरू अटोमेटिक अथवा अन्जानमा डाउनलोड भएको छ भने तपाईहरूले गुगल प्ले प्रोटेक्टबाट के गर्न सक्नुहुन्छ, स्क्यान गरेर यहाँबाट यसरी स्क्यान गरेर यहाँबाट रिमुभ गर्न सक्नुहुन्छ भाइरस हार्मफुल एप्लिकेसनहरूलाई। जस्तै मेरोमा अहिले कुनै पनि एप हार्मफुल एप छैन, एउटा यो रहेको छ र अर्को रहेको छ फाइन्ड हब। यदि तपाईलाई कसैले के गरेको छ त, तपाईको मोबाइल हराइसकेको छ भने पनि तपाईहरुले यो फाइन्ड हब एप्लिकेसनलाई युज गरेर के गर्न सक्नुहुन्छ, खोजी गर्न सक्नुहुन्छ। एउटा यो रहेको छ। अब सेक्युरिटी अपडेट भनेको हामीले आफ्नो फोनलाई के गर्नुपर्ने हुन्छ त, रेगुलरली रूपमा अपडेट गरि नै रहनुपर्ने हुन्छ। र अर्को हाम्रो गुगल प्ले सिस्टम अपडेट भनेको हामीले गुगल सिस्टमलाई पनि के गर्नुपर्ने हुन्छ, अपडेट गरि नै रहनुपर्ने हुन्छ। र यिनी रहेका छन्। र हामीले स्क्रिन लक राख्ने, फिङ्गरप्रिन्ट राख्ने, फेस लक राख्नेको बारेमा पनि हामीलाई अलरेडी थाहा नै छ। र थिफ्ट प्रोटेक्सन भन्ने कुराहरू रहेको छ। यदि तपाईको मोबाइल कसैले चोरी गर्न थाल्यो भने पनि हामीले यहाँबाट रोक्न सक्छौँ, यो रहेको छ। र थिफ्ट प्रोटेक्सनमा पनि रिमोट लक रहेको छ, यहाँबाट पनि हामीले गर्न सक्छौँ। यसलाई पनि अन गर्नु होला रिमोटली कसैले चलाउन खोजेमा। एन्ड्रोइड सेफ ब्राउजिङ, यसलाई के गर्नु होला, तपाईहरूले अन गर्नु होला ताकि तपाईले ब्राउज गर्दा कुनै फिसिङ लिङ्कहरूमा जानुभयो भने के गर्न सकिन्छ, यसलाई अन गर्नुभयो भने बच्न सक्नुहुन्छ। र सपोर्टेड एपहरूलाई कुन एपमा बढी तपाईहरूले सर्च गर्नुहुन्छ, त्यो गुगल भयो अनि मेसेन्जर, फेसबुकहरू कुनमा सर्च गर्नुहुन्छ र तिनलाई के गर्नु होला, तपाईहरूले यहाँ सपोर्टेड एपमा एड गर्नु होला। यो रहेको छ। यदि तपाईहरुको मोबाइलमा कुनै ह्याकरहरूले अट्याक गरिरहेका छन् भने त्यसबाट बच्नको लागि तपाईले एउटा एप्लिकेसन, पावरफुल एप्लिकेसन युज गर्न सक्नुहुन्छ, जसले सबै सिस्टमलाई के गर्छ त, हेल्प पुर्याउँछ। त्यसको नाम रहेको छ मोबी आर्मोर रहेको छ। यो एप्लिकेसन भनेको तपाईहरुलाई मोबाइलमा हुने सम्पूर्ण क्र्याकलापलाई यसले क्याच गरेर राख्छ, जसले कुनै पनि लिङ्क आउनसाथ कुनै ह्याकिङ लिङ्कहरू होस् या कुनै साइट खुल्नसाथ तपाईहरुलाई यसले इन्फर्मेसनहरू दिने गर्छ। जस्तै फर्स्टमा रहेको छ, यदि तपाईहरुले कसैको क्युआर कोड स्क्यान गर्दै हुनुहुन्छ भने त्यो कस्तो खालको क्युआर कोड हो त्यसबाट बचाउँछ। अर्को वाइफाई सेक्युरिटी भइहाल्यो, यदि पब्लिक वाइफाईहरू युज गर्नुहुन्छ भने त्यसबाट बचाउँछ। वेबसाइट स्क्यान गर्छ, ओटिपी सेक्युरिटीका कुराहरू, डेटा ब्रिच सेक्युरिटी, एप पर्मिसनका कुराहरू यसले गर्छ। जस्तो तपाईहरुले यहाँबाट हेर्न सक्नुहुन्छ सेफ्टीका कुराहरू। अर्को रहेको छ जस्तै तपाईहरुले यसमा लगइन गर्ने प्रोफाइलका कुराहरू, ओटिपी सेक्युरिटीका कुराहरू भयो। अर्को एप्लिकेसनको इन्डेक्स, जस्तै अरूलाई सेयर गर्नुहुन्छ त्यसको कुराहरू भयो। अर्को डाटा ब्रिच रिपोर्टका कुराहरू, स्क्यान लिङ्कका कुराहरू। तपाईहरुले यदि कुनै साइटहरू चलाउनुहुन्छ तर रङ साइटमा जानुभयो भने, जस्तै गलत साइटमा जानु हुँदैछ भने त्यो कस्तो खालको लिङ्क हो चेक गर्नलाई यहाँबाट चेक गर्न सक्नुहुन्छ, स्क्यान लिङ्कका कुराहरू। र यस्तो खालको सेक्युरिटीबाट बचाउनको लागि तपाईहरुले मोबी आर्मोरलाई के गर्न सक्नुहुन्छ त, इन्स्टल गर्न सक्नुहुन्छ। यसलाई युज गर्नुभयो भने तपाईहरुले ह्याकरहरूबाट बच्न सक्नुहुन्छ। र तपाईहरुले आफ्नो फेसबुक एकाउन्ट, व्हाट्सएप एकाउन्ट जस्ता सोशल मिडिया एकाउन्टहरूलाई प्रोपरली सेक्युर राख्नु होला। टु फ्याक्टर अथेन्टिकेसनहरू,
पासकीहरू अप्लाई गरेर के गर्नु होला त आफ्नो एकाउन्टलाई सेभ राख्नु होला। र यहाँसम्म आइपुग्नु भयो भने धेरै धेरै धन्यवाद छ। र भिडियो उपयोगी लागेमा लाइक, शेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि अर्को नयाँ भिडियोमा भेटौँला। धन्यवाद।